जेन्जीलाई भन्नु न आजभोलि अनि जेन्जी सबै अगाडि छन् हैन कस्तो मलाई त डर लाग्यो तपाईसँग तपाईँ कस्तो ज्याक हुनुहुन्छ जिम सिम जानुहुन्थ्यो क्या तपाईँ छैन पहिला गइन्थ्यो अहिले त बुढेसकाल लाग्यो धन्नु यतिकै तपाईँको ओराले डर लागिसक्यो हैन म्यान जिम सिम गयो भने त के हुन्छ होला 4-5 वटा त ढालिदिनुहुन्छ तपाईँ त्यो त अहिले पनि ढालिदिन्छु अनि तपाईँ कहिले आउनुभयो अस्ट्रेलिया म भयो अहिले 1.5 महिना भयो कस्तो लागिरहेको छ अस्ट्रेलिया मलाई अस्ट्रेलिया जस्तो ठाउँ रमाइलो भइहाल्छ है पहिलोचोटि आउनुभयो म पनि पहिलोचोटि मलाई त है साँच्चीकै विदेश रहेछ भन्ने फिल भयो क्या हैन हाम्रो त यो दुःख छ हामी त काम गर्नुपर्छ अरे हैन म त काम गरेर बस्छु दिनभरि है तर तपाईँ त घुम्न आउनु भयो नि त म्या पाडी हान्दिनु दाइ चिल हान्नु अनि तपाईँ मोमो कति खान सक्नुहुन्छ दाइ जस्तो लाग्छ तपाईँलाई एकचोटिमा वान सिटिङमा त्यही हो 1.5 प्लेट 2 प्लेट 1.5 प्लेट 2 प्लेट मात्रै त्यहाँभन्दा बढी सक्दिनँ हामी चाहिँ एक्चुअली खाइरहन्छु 2 प्लेट जति त सो तपाईँले चाहिँ यहाँ 100 वटा मोमो खायो भने चाहिँ $3000 पाउने चान्स छ क्या यहाँ बाइ द वे मोमो प्रिमियर लिग सुरु गरेको छौँ हामीले हैन क्वालिफायर्समा चाहिँ 30 वटा खानुपर्छ त्यसपछि 40 वटा त्यसपछि 50 वटा 75 वटा अनि 100 वटा चाहिँ फाइनलमा चाहिँ 100 वटा हुन्छ 1 महिनाको कार्यक्रम हो यो हैन मोमो प्रिमियर लिग फाइनल जित्नेले चाहिँ $3000 पाउन आँटेको छ क्या फार्म खोलेको छौँ हैन फार्ममा गएर भर्ने छोरालाई कसलाई भन्नुहुन्छ भन्दिनु जेन्जीलाई भन्नु न आजभोलि अनि जेन्जी सबै अगाडि छन् हैन आखिर उहाँ कोही जेन्जी छ होला तपाईँको फ्यामिली उलाई भनिदिनु फार्म भरिदिनु कि त कोही थाहा छ होला नि त तपाईँलाई पनि तपाईँकै फ्यामिलीमा पनि कोही छ होला नि त यसो बजाउन सक्ने त